हेलो गाइस, अहिले हाम्रो गृहमन्त्री साहबले भन्नुभएको थियो कि यो हिन्दू राष्ट्र यताउता गर्नको लागि 3 महिनाको समय चाहिएको छ। म हाम्रो हिन्दू भाइहरूलाई के भन्न चाहन्छु भने चाहिँ खास गरेर नेपालीहरूलाई 3 महिनाको चाहिँ समय दिनु हुँदैन है। 3 महिनामा पुरै शान्त भइहाल्छ। कार्यक्रम चाहिँ तात्पुर हुनु पर्यो, तत्कालै हुनु पर्यो के, मिनिमम 15 दिनभित्र हुनु पर्यो। त्यो 1 महिनाको 2 महिनाको समय लाग्ने होइन। जसरी बालेन सरकारले सुगमवासीहरूलाई 15 दिनभित्रै आफ्नो कार्यकालमा 100 दिनभित्रै गरेर हटाएको थियो होइन। पहिलो कार्यक्रम त्यो चाहिँ गर्नु पर्यो के। नेपालबाट मुस्लिम समुदायहरूलाई हटाउनु पर्यो सबभन्दा अगाडि। र उहाँलाई कसले पर्मिसन दियो नेपालभित्र आएर बस्नलाई, कसले उहाँलाई नागरिकता दियो, कसले जमिन दियो, त्यो सबैको छानबिन गरेर उनीमाथि कडाभन्दा काडो कारबाही हुनु पर्यो। अहिले सबै काम छोडेर यो काम चाहिँ चाँडोभन्दा चाँडो हुनु पर्यो के। आधार त्यो हाम्रो नागरिकता फाटमा इलेक्सन त्यो जेमा पनि छ, त्यसमा कसले कसले साक्षी बसेको, वडा कार्यालय कुन कुन ठाउँबाट त्यो सिफारिस उनीहरूको आएको थियो नागरिकताको लागि, त्यो मुद्दामा अरू काम बन्द गरेर पनि पहिला चाँडोभन्दा चाँडो यो काम चाहिँ हुनु पर्यो। सबै साथीभाइहरूलाई के भन्न चाहन्छु, अहिले शान्त नहुनु होला होइन। जसरी भए पनि जो कदम हजुरले उठाउनु भएको छ त्यो चाहिँ राम्रो, ठिक छ। त्यसमा अलि केही क्षतिपूर्ति भयो, हाम्रो भाइहरूको ज्यान गएको छ होइन। त्यही भएर सम्पूर्ण हिन्दूहरूलाई र नेपालीहरूलाई के भन्न चाहन्छु भने चाहिँ 3 महिनाको समय होइन कि 15 दिनमा हुनु पर्यो। 15 दिनमा भएपछि बल्ल शान्त हुन्छ। 3 महिनामा त फेरि त्यो सेलाइहाल्छ के। फेरि मुद्दा उठाउनलाई फेरि कुनै अझ मान्छे मर्नु पर्यो। त्यो भएर 3 महिनामा होइन 15 दिनमा हुनु पर्यो। 15 दिनमा कार्यकालमा हुनु पर्यो, त्यो 15 दिनभित्रै हुनु पर्यो। रोहिङ्गा मुसलमानहरू जति पनि घुटपेसीहरू छन्, चाँडोभन्दा चाँडो प्रहरीहरूले र उनीहरूले कारबाही गर्नु पर्यो, चाँडोभन्दा चाँडो यो माग राख्नुहोस् के। त्यो 3 महिनाको मागलाई चाहिँ खारिज गर्नु, 3 महिनामा होइन 15 दिनमा खारिज गर्नु पर्यो। 15 दिनमा सबै चिज हुनु पर्यो। रोहिङ्गा मुसलमानहरू नेपालबाट बाहिर हुनु पर्यो। र जो यो उमर खालिद भन्ने के खालिद छ, त्यो नेपालमा कराटा सिकाएको छ, अहिलेसम्म सरकारले त्यसलाई किन नसमात्न नसक्यो? डर लाग्छ के हो?